म आइसकेको छु धेरै घुम्दै घुमाउँदै बाटो हराउँदै धेरै अगाडि पुगिसकेको थियौँ हामी अनि फेरि फर्केर आएको म दाइसँग आउँदाखेरि जहिले पनि यस्तै हुन्छ दाइले पनि बाटो थाहा छैन मलाई पनि बाटो थाहा छैन ब्लाइन्ड लिडिङ ब्लाइन्ड आधी घन्टा वेस्ट गरेर हामी आइसकेको छौँ अब एकछिन बसेर यहाँबाट फेरि निस्किहाल्ने हो बिकज अलरेडी 3 बजी लगाइसकेको छ सो हामीलाई ढिलो हुन्छ ओके इट इज द नेक्स्ट डे हामी घर आइसकेको छौँ दिदीलाई लिएर अब मैले चाहिँ कस्तो बिट्स एन्ड पिसेसमा भ्लग गरिरहेको किनभने त्यो एकदमै सिरियली चाहिँ भएकै होइन कि कस्तो काम हुन्छ अनि हामी पनि त्यहाँ एकदम ढिलो निस्केपछि फेरि त्यहाँ सामानहरू किन्नु थियो भीमनगरमा अनि त्यसमा पनि एकदम टाइम लाग्यो कि अनि बच्चाहरू हुन्छ बच्चाहरू सबै हेर्नुपर्छ सामान हेर्नुपर्छ अनि त्यो भ्याउँदै भ्याएन कस्तो गाह्रो भयो अनि म घर आएपछि नि गर्छु भन्दा फेरि बिर्सेँ कि सो अहिले गरिरहेको छु अनि हामीले अलमोस्ट सबै धेरै जस्तो नै सामानहरू ल्याइसकेको छौँ अनि अब चाहिँ आज सन्डे हो अनि हामी एउटा निस्किने हो मेरो फ्लाइट चाहिँ थर्सडे छ मङ्गलबार नाइटमा निस्किने भनेर सोचिरहेछौँ सो अब आजदेखि चाहिँ प्याकिङहरू स्टार्ट हुन्छ म चाहिँ सबै प्रोसेस तपाईँहरूलाई देखाउँछु है सो अहिलेको प्रोसेस चाहिँ त्यही हो मैले अलमोस्ट सबै सामानहरू किनिसकेको छ अलिअलि बाँकी भएको अनि घरमा बनाउन बाँकी भएको सामानहरू चाहिँ अब आज दिदीहरू पनि आउनुहुन्छ अनि बनाउनुहुन्छ खानेकुराहरूको सामानहरू मटर चना अनि सोयाबिनहरू अनि तिनीहरू लाइक ग्रोसरी सामानहरू किनेर ल्याएर दिदीले हिजोबाट चाहिँ प्याकिङ क्युब्सहरू लिएर आउनुभएको थियो हामीले अनबक्सिङ गरिरहेको थियौँ 5600 त्यस्तै परेको हो अनि त्यसमा चाहिँ हामीसँग एउटा यो छ यसमा चाहिँ अब प्याकिङ गर्दाखेरि सेक्सन वाइज कपडाहरू राख्न चाहिँ सजिलो हुन्छ सामानहरू राख्न सजिलो हुन्छ भनेर लिएर आएको मैले अनि यसमा चाहिँ एउटा यो पाउच छ यसमा मेकअपहरू अथवा ब्रसहरू अनि टोइलेट ब्रिजको सामानहरू ब्रस पेस्टहरू यताउता सबै राख्न मिल्छ एक्स्ट्रा नै यो ठुलै साइजमा नै ठुलो छ सो यो चाहिँ हामीले बेस कलरमा मगाएको हो अनि त्यसपछि यसमा एउटा यस्तो खाले छ यसको टक्क खोलेर यसमा टी सर्टहरू अनि सबै युज गरेर हामीले मेन कन्सर्न भनेको चाहिँ त्यहाँ जाँदाखेरि अब सुटकेसहरू खोल्दाखेरि सामान एकदमै भत्लाङ हुन्छ अनि भेटिँदैन नि त अनि यस्तो प्याकिङहरू गरेर राख्यो भने चाहिँ ठिक्क रहन्छ भनेर चाहिँ लिएर आएको अनि त्यो भयो त्यसपछि एउटा यो पनि छ खोल्न मिल्छ यसलाई त्यो चाहिँ अलिक ठुलो साइजको हो यहाँभित्र चाहिँ यस्तो सरा पनि दिएको छ यसको चेनको क्वालिटी पनि राम्रो हो यो पाउच जस्तो छ यो ठुलोवाला हेलो गाइज गुड इवनिङ हेलो वेलकम हेलो कैसे लग रहा है आपको यहाँ पे आके सुकून हामी चटपटे खाइरहेछौँ गाइस दिस इज होममेड चटपटे अनि यो रुक न तब खैयो रुक यो कचरी जो अलिकति खाइसकेको छ यो चप जो हटियाबाट लिएर आएको अनि यो फोपी पनि हटियाबाट लिएर आएको अनि यो किसी हो परि हो भनेर किसी हो यता भाउजू पनि खाँदै हुनुहुन्छ धेरै दिनपछि चटपटे यो मोबाइल लिएर पानी बाल्टीमा हालेर गइरहेको छु यो मानी चानिदी मोबाइल ल्यायो बाल्टीमा तेल ल्याएर हुन्छ चानिदी आदिका तर मोबाइल बाल्टीमा तेल ल्याएर हुन्छ सुनिति खुसी भएर आउनु तर मोबाइल थियो के पर बुरा त हो बुरा हामी एकदम चिल पाराले यहाँ बसेको छौँ हाम्रो केही प्याक के भयो होइन हामीले जता अब लथालिङ्ग एकदम एउटा रुममा सबै सामान राखेको छौँ त्यो पुरा रुमै भरेर आऊँ हामी त अब अहिले बेलुकामा यो सबै खाइसकेपछि त्यसपछि हामीले काम बाँड्छौँ आफ्नो आफ्नो ठाउँमा जान्छौँ आफ्नो आफ्नो काम गर्छौँ सोनी दिदीले चाहिँ भेरी मोस्ट इम्पोर्टेन्ट काम गर्नुहुन्छ खजुरिया र निम्की बनाउने यहाँ पनि छ अझै यो पनि हो अझै यहाँ पनि छन् टन्नै यो पनि हो यहाँ पनि छ यो मेरो डकुमेन्ट्सहरू पनि भयो त्यो सबै सामान मैले 2टा 23 केजीको सुटकेस अनि एउटा 7 केजीको सुटकेस अनि ब्याकप्याक त्यतिमा लिएर जानुपर्छ सेकेन्ड लट खजुरियाको वहाँ छ हाम्रो देखाइछु तुरन्त हाम्रो सोनी दिदीले बनाउँदै हुनुहुन्छ अझै के बाँकी छ अहिले अब निम्की बाँकी छ बनाउन अनि यो हाम्रो पिठोको आटाको गेहुँको पिठोको ठेकुवा यो चाहिँ मैदाको हो यो चाहिँ मैदाको खजुरिया अब चाहिँ निम्की बाँकी छ साथसाथै हाम्रो यहाँ खानाको पनि तयारी भइरह उता हाम्रो खाना पाकिरहेछ मासु पनि पाकिरहेछ हाम्रो दाइ एकदम तनावग्रस्त हुनुहुन्छ यो सुटकेसमा यति धेरै सामान कसरी अट्छ भनेर
तर हामीले चाहिँ नाप्दै अनि राख्दै गर्ने। अब जुन लगेज एक्सेस भइरहेछ भने चाहिँ सामानहरू निकाल्दिने, बरु खानेकुराकोमा कम्प्रोमाइज नगर्ने, कपडाहरू चाहिँ भयो भने धेरै भयो भने निकालिदिने। हे भगवान के गरेको भगवान, यो चोरी, हे भगवान भाउजूले पुरै कपडा भिजाए। मैले भनिराखु के भइराख्यो पानी, ए भगवान यसले भाउजू खोल्नु पर्छ यसको। के गरेको के बुनु तिमी जति बेला पनि मैले भनिराख्यो कहाँ आइरह साउन्ड यस्तो चुपुर गरेको। बिस्तारै त्यही भएर म गएँ हेर्न के छ भनेर त्यहाँ। कहीँ त अपना घरकै हाम्रो घरको चोर यसले पुरै कपडा भिजायो। आरिका पुच्ची आउ नो बुनु एकदमै बदमाशी गर्छ। यो अघि रोइरहेको थियो। हाई अंश कर दो, अंश हाई कर दो। अंश तुम्हारा कितना सब्सक्राइबर आया? 52। सब्सक्राइब करने को बोलो। सब्सक्राइब कर दीजिए। चैनल का नाम क्या है तुम्हारा? चांदनी गुप्ता 2002। तुम्हारा नाम अंश है, तुम्हारा चैनल का नाम चांदनी है। मेरा मम्मी का नाम है ना। कितना हिलता है रे एक ठाम रह के बोलो ना कितना हिलता है तो। एउटा यो प्याक भइसकेको छ। हाम्रो यो जुन मैले बिहान देखाएको थिएँ यो क्युब्सहरू, यो क्युबमा सबै प्याकिङ यसरी भइसकेको छ। अझै पनि अब अलिअलि सामानहरू छन्, अलिअलि त मतलब छन्, तर हामीले गर्न सक्छौँ प्याक यिनीहरूलाई। सो इट्स अ सक्सेस। यो चाहिँ 25 किलो यो छ। 25 किलो 2 किलो घटाउनु पर्यो। पापा तू तो नहीं 17 किलो से वो करना रहा। तू कल 20 किलो से, तू कल 20 किलो से। 25 किलो छ। मान्ने एमए से 10 किलो 2 किलो खाएर निकाल पर्छ। ला तू का कते किलो से? तू तो कह रहा 10 किलो से। 20 किलो भाइ। 20 किलो न 70 किलो। लगी साथ 1000 रुपैयाँ के। हाम्रो यो दुईटा भइसक्यो, हामीले भोलि नाप्न छ यिनीहरूलाई। अब हाम्रो क्यारी अन छ प्याक गर्न। भिडियो राख्नु स्टार्ट गर्नु नि तू। हाम्रो पनि अलमोस्ट बनिसकेको छ। यहाँ चोरी खाइरहेको छ। दिस इज अलमोस्ट डन। अब हामी भात खान, अब हामीलाई भोक लागिसकेको छ, हामी भात खान जान्छौँ। एक लोट भात पनि चढेको छ त्यहाँ। सो यार थक गई, मैं तो थक गई, मैं फिर से थक गई, मैं दोबारा से थक गई। आज तपाईँको हातको चिया खाने हो कि भाउजू? तपाईँको हातको चिया खाने हो हजुर? सुने थी भाभी चाय बना रोल्स। गुड मॉर्निंग बिगाड़ आज आपको पहली रसोई के होते हुनुहुन्छ? उते हाँ उते ओ दूध यहाँ चाहिँ अब थाहा चल्यो त बाबाले किन खानु भएन होइन कि त्यति बेलै हो। ल त नि म बसालिदिन्छु भन्दा बसाले अनि त्यो मथा बारेर गयो कि म उतातिर एकैछिन कुरा गर्न लागेँ कि मैले चाहिँ एक्स्ट्रा ब्यागेज को छैन लगाएँ अनि म दिमागबाटै उत्रियो कि मेरो। गुड मर्निङ चाय का मटक। हाय वेलकम, कैसे हैं आप कैसे हैं? इतना लेट क्यों आई हैं आप लेट क्यों आई हैं? हम लेट खाना बना के खाए, उसके बाद बर्तन। हेलो, आप सुबह से ऐसे ही हैं, आपको काम नहीं है क्या? हेलो, आप क्या कर रही हैं? साफ कर रहे हैं। मैले पनि नुहाइसकेँ, मैले पनि पूजा गरिसकेँ। अब म कपाल काट्छु। म अघि भर्खर नुहाएर आएको भएर मेरो कपाल पूजा भिजेको छ। अब चाहिँ मैले यसलाई काट्छु। मैले रबर लिइसकेको छु अनि मसँग नर्मल कैँची छैन, यही दुईवटा कायो हो, कैँची सिजर। अब जुनले काट्छ त्यसले हेरौँ ल, कस टाइम कन्ज्युमिङ हुन्छ। अनि फर्स्टमा चाहिँ मैले के गर्छु भनेपछि यसको फुल पोनी यहाँ बाँधेर अगाडि गर्छु।
यसमा खानेकुरा हाल्न मिल्दैन ए भगवान ठ्याक्कै प्याकिङ गरेर यो हेर्नु यो हेर्नुहोस् यो बाबा हजुर फेल हुनुभयो हजुर भन्नु 20 केजी ल मैले यहाँ भिडियोमा गरेँ हो बाबालाई सुनाइदिन्छु ल हामीले नाप्ने कुरा ल्याएको ठिकै भयो रहेछ अब हामीले अर्को पनि नाप्छौँ अब हाम्रो अर्को दुईवटा छ त्यो पनि नाप्छौँ हामीले ह्यान्ड क्यारीको पालो आयो 11 यो बढी भयो अब एकैछिनमा उयो राख्यो गाइज बेलुका भइसक्यो हो सो जस्तै तपाईँहरूले लास्ट हेर्नुभयो हामीले प्याकिङ गरिरहेको थियौँ हामीले बल्ल तल्ल गरेर वेट लिमिट 23मा चाहिँ समथिङ ग्राम छ अनि हाम्रो त्यो जुन ह्यान्ड क्यारी छ त्यसमा चाहिँ बढी लगेज भइरह अराउन्ड 8.5-9 केजी पुगिरह सो त्यसलाई चाहिँ हामीले मिलाउँला मैले सोधिरहेको अलि बढी भयो भने नि के प्रब्लम हो कि के पे गर्नुपर्छ के गर्नुपर्छ भनेर अनि हाम्रो अहिलेको प्लान के भयो भने चाहिँ हामी अहिले बाहिर एकछिन हल्का क्याचअप स्न्याक्स खाएर चाहिँ फर्किने भनेर मटका मासु पनि पाकिरह हाम्रो दाइले उस गर्नुभएको बनाउनु भएको सो यस्तै हो अब हामीले निस्किन लाग्यो निस्किँदै बेलुका भइसक्यो ढिलो भयो बेलुका भइसक्यो सो यस द्याट्स द प्लान फर नाउ खाजा खाएर चाहिँ हामी अब निस्किसकेको छ मैले सबैको गर्नै बिर्सेँ मेरो फेस कस्तो देखेँ हेर्नु त हाउ इट्स लुकिङ आई एम लुकिङ ब्युटिफुल हाई ब्युटिफुल आना रे ब्यूटीफुल वाली सब गुड मॉर्निंग आज सोनिधि स्पेशल सब्जी बन रहा है सोनिधि स्पेशल सब्जी लुक हाउ एपेटाइजिंग इट लुक्स टू इट इसको जलन हो रही है इसलिए ये भाग भाग करती है ये तरकारी में सिर्फ मिर्चाई डालती है मिर्चाई झालदार खाने के लिए जो एकदमै रमाइलो गऱ्यौँ खायौँ कुराकानी गऱ्यौँ राति 1 बजेसम्म 1-1.5 बजेसम्म अनि अब आजको हाम्रो चाहिँ सामानहरू अलिअलि अब मेडिसिन्सहरू प्रिस्क्रिप्सनहरू तिनीहरू एड गर्न बाँकी छ अनि सो अब त्यही गर्छौँ हामीले त्यो पनि छ हल्का फोटोकपीहरू पनि गर्न बाँकी छ सबै डकुमेन्ट अनि अडाप्टरको लागि चाहिँ अडाप्टर हामीले यहाँ भेटेको छैन अनि मैले चाहिँ मेरो साथीलाई काठमाडौँ बस्ने साथीलाई भनेको छु उसले चाहिँ एउटा ल्याइदिन्छ अडाप्टर सो यस द्याट्स डन अब मैले चाहिँ प्याक गर्न अनि हाम्रो जुन युटेन्सिल्स र फुडवाला त्यसलाई एकचोटि अझै खोलेर अनि हल्का मिलाउन छ त्यसमा सो धेरै पनि काम छ त्यस्तो धेरै काम पनि छैन बट दिनभरि चाहिँ यसमै बित्छ होला जस्तो लागिरह हेलो गाइज जस्तो कि तपाईँहरूलाई थाहै छ कि मेरो बहिनी चाहिँ लन्डन गइरहेछ उसको हेर्नु यहाँ तयारी चलिरहेछ प्याकिङ भइरहेछ के कस्तो सामान कहाँ राख्नुपर्छ भने त्यो तयारी चलिरहेछ त्यहाँ हेर्नु हाम्रो दाइ चाहिँ फिस फ्राई गर्दै हुनुहुन्छ आज चाहिँ दाइ आफ्नो हातले आफ्नो जुवाइले फिस पकाएर खुवाउनुहुन्छ भाउजू हो अनि भाउजू चाहिँ भाउजूको फेसमा अलि बढी पिम्पल भइसकेको छ त्यसको टिप्स अलि भन्नु तपाईँहरू के कस्तो छ कसरी ठिक हुन्छ भनेर हाम्रो दिदी चाहिँ अलि मेसिनमा आफ्नो मोटापा घटाइराख्नु भएको छ हेलो गाइस आफ्नो लुगा अलि फिटिङ गरिराख्नु भएको छ भोलि जानलाई उता काठमाडौँ बहिनीसँग यो दिदी अनि ठुली दिदी अनि दाइ अनि दिदीको अलि एउटा बाबु छ त्यही जान्छ म जाँदिनँ किन म लिएर गइरहेको छैन कोही पनि के कस्तो सामानहरू लिएर जानुपर्छ भनेर यिनीहरू अहिले डिस्कस गरिरहेछ अलमोस्ट सबै प्याकिङ भइसकेको छ मैले यो लिप बाम लगाइरहेको छु स्पोन्सर मी अनि सबै प्याकिङ भइसकेको छ एउटा सुटकेस चाहिँ यहाँ छ अनि दुईवटा चाहिँ उता छ हाम्रो भाउजू यो हाम्रो आरिका बाबा गर्दै अनि यहाँ चाहिँ बच्चा पार्टीहरू छ जो कि यो बच्चा पार्टीहरू चाहिँ मोबाइल हेरेको गरिरहेछ यिनीहरूलाई पिटा लाग्छ यिनीहरूले खाइरहन् मलाई दिएनन् यिनीहरूले खान कस्ता मान्छे यिनीहरूले आफू खाइसके मलाई खान दिएनन् पागल छु क्या
हेलो गाइस, गुड मॉर्निंग। कितना बात सुन के उठी हैं आप? ए भाउजू त बिहान उठेर नुहाइ सुहाइ गरेर बाबाको गाडी खानेबाट बसेर वी आर रेडी गाइस। हाम्रो सबै सामान पाएर निस्किसकेको छ। हामीले सिटीको वेट गरिराखौँ। हाम्रो 6:30 बजीको गाडी हो। अब चाहिँ एकछिनमा निस्किन्छ होला। ढोले दिँदा ये बोली सुखाने के लिए फेंकने के लिए रखे हैं यहाँ तो तय का सब अथी ना यूट्यूब में रखेंगे, देखिएगा। सब्सक्राइब कीजिए। सबको पास उठाएगा। हामी आइसक्यौँ गाइज। हाम्रो यात्रा धेरै नै टायरिङ थियो। थाकेर के भनौँ, दिदीलाई पनि गाह्रो भयो, मलाई पनि एकदमै गाह्रो भयो। बट अब फाइनली हामी रुममा आइसकेको छौँ। हामीले चाहिँ एयरपोर्टको नजिकै होटल लिएको छौँ, बिहान सजिलो हुन्छ भनेर चाहिँ। सो धेरै बिहान झ्याउ आज पनि बिहानै उठेर आएको हो नि त, निन्द्रा पनि पुगेको छैन अनि एकदम गाह्रो भयो आफूलाई। त्यही भएर हामीले चाहिँ नजिकको होटल ल्यायौँ। अब अलि महँगो सस्तो त उस्तै हो, यता बचाइ उता लाग्छ, उता बचाइ उता लाग्छ। म पनि भर्खरै अब मुखसुख धोएर आइसकेको छु। अब हामी चाहिँ एकछिनमा तल गएर चाहिँ खानासाना खान्छौँ अनि टेस्ट गर्छौँ आजको लागि हामीले फेरि। अनि त्यही हो। अब यहाँको रुम चाहिँ एकदम राम्रो छ। म चाहिँ रुमै चाहिँ गएर अर्डर गर्नु न, यो फोनबाट अर्डर गर्नु न। आपातत पछाडि थियो एक बङ्गेर यी बर्तन मास्दै त सुन रे तू देखेबी पेमेन्ट तोरा पापा काठमा पत्र माग्नु पर्छ। सुनिए ए पापा तेरा सुन के इग्नोर कर रहा है। हाँ हाँ हामीले सबै खोलेर त्यहाँ दिएको थियौँ। अहिले फेरि जुत्ता लगाएर हिँडेर हम ऊ चाहिँ मेरो साथी आजको लागि। अनि त्यहाँ फोटोबाट माग्यो नि फेरि प्रिन्ट गर्नुपर्ने के अरे गर्नुपर्ने कुराहरू लिएर आएन, नगर्नु पर्ने कुरा लिएर आएको छ भनेर मलाई। त्यही पनि मैले फोनबाट निकालेर दिएँ कि सेयर गरेर सबै। हाम्रो इमिग्रेसन सिक्युरिटी चेक सबै भइसक्यो। अब चाहिँ हाम्रो फ्लाइटलाई त घुर्ने होला है यहाँ। जस्तो अघि मैले भनिरहेको थिएँ हाम्रो उस भइसक्यो इमिग्रेसन र सिक्युरिटी चेक। त्यसमा खासै केही प्रब्लम त भएन, जुत्ता छुत्ता सबै खोल्न लगा हामीलाई। अनि हामी चाहिँ अब यहाँ बसिरहेको छौँ। हाम्रो फ्लाइट डिले भयो अनि हामी नेपालमा बसिरहेको छौँ। नेपालबाट दिल्ली जान्छौँ। दिल्लीबाट कसरी जाने हो त्यत्रो बाटो 10 घन्टाको प्राइस मतलब अब तिनीहरूको त फेरि मैले सुनेअनुसार एयर इन्डियाको पनि चल्दैन थियो, टिभी पनि चल्दैन हो। गाह्रो हुन्छ। अनि ऊ चाहिँ मेरो साथी हामीसँगै जानु लाग्यो। म्यान्डेटरी एयरपोर्ट ब्रेक लिन आएको। यो चाहिँ मेरो ओटिटी मैले होटलमा गर्नै पाएन। हामीले चाहिँ कफी किनेको। म कहिले कफी नखाने मान्छेले कफी किनेको हो। हेलो गाइज, हाम्रो फ्लाइट छुट्यो गाइज। हाम्रो फ्लाइट छुटिसक्यो। के भन्ने अब, भोलि बिहान 5 बजे छ अरे, अहिले चाहिँ 3 बजेर 13 भइरहेको। अब यिनीहरूले चाहिँ भोलि बिहान 5 बजे भनेपछि हामीले सबै कुरा प्रोभाइड गरिदिन्छौँ भनेर त भन्न तै पनि
आज राति पुग्छौँ होला भनेको त लाउँछ बसिरहेको हामीसँग चाहिँ 11 जना आउँदै छन् हेलो गाइज हामी चाहिँ अब हाम्रो फ्लाइट मिसै भयो कम्प्लिटली मिसै भयो भनेपछि अनि हामीलाई यहीँ एयरपोर्टबाटै रुम अनि खानाहरूको व्यवस्था चाहिँ गर्दैछ अब हाम्रो नेक्स्ट फ्लाइट चाहिँ भोलि बिहान 5 बजे छ सो अब त्यही गर्नुपर्छ अप्सन छैन कि हामीसँग कुर्नै पर्छ हामीले अनि हामी चाहिँ अब आएर रुममा मतलब वार्म सार लिएर बल्ल अलिकति फ्रेस भयो कि मलाई कस्तो गाह्रो भयो थियो मलाई अहिले चाहिँ अब कन्ट्रोल भएर बसिछु एकछिनमा चाहिँ अब खाना खान जान्छौँ हामी अनि बल्ल मैले लाइक मेरो वाइफाई पनि कनेक्ट भइरहेको थिएन त्यहाँ कति मैले ट्राई गरेँ स्क्यान गरेर उस गर्नलाई तर कनेक्टै भइरहेको थिएन मेरो कुपन कोड हाल्दाखेरि पनि अनि पछि रुम पाइसकेपछि बल्ल यहाँको रुमको उस हालिसकेपछि बल्ल कनेक्ट भएको नि मैले घरमा नि कुरा गरेँ कति धेरै फोन गर्नुभयो रहेछ मलाई घरबाट नि स्ट्रेसफुल तर केही छैन अब भोलि बिहान 5 बजे यहाँबाट निस्किने भनेपछि हामी उताको त्यही 2-3 बजीतिर झर्छौँ होला अनि त्यसपछि हेरौँ के हुन्छ अहिले त हामीलाई यस्तो रुममा राखेको छ रुम पनि एकदमै राम्रो हो गेट हो अनि यहाँ हामीले उसहरूले चाहिँ यो चाहिँ खुल्ने हो अनि मैले चाहिँ आफ्नो लाउने लुगा अनि यहाँ कस्तो राम्रो मिरर छ अनि त्यसपछि यता हाम्रो चिया कफी बनाउने ठाउँ टिभी पनि छ एउटा चेयर जस्तो हो अनि त्यसपछि यस्तो बेड पेन्टिङ कस्तो राम्रो हो क्या यहाँको भाइब पनि राम्रो हो चाहिँ अनि हामी चाहिँ सबै 7 बजी सकेको 7:30 बजीतिर जान्छौँ लन्चमा अनि त्यहाँ चाहिँ खानासाना खाएर चाहिँ अब सुतिहाल्ने होला किनभने भोलि 5 बजे भनेपछि त्यही 4 बजीतिर उठेर फेरि यहीँबाट निस्किनुपर्छ हाम्रो चाहिँ सेक्युरिटी चेकहरू अनि सबै भइसकेको छ अब इमिग्रेसन यहाँ हुने हो कि होइन भनेर त कन्फर्म छैन बोर्डिङ पास हामीले नयाँ पाइसकेको छ त्यसमा गेट नम्बर चाहिँ छैन क्या सो त्यो गर्छौँ होला हामीले अनि त्यही अहिले त त्यही भइरह अब म एकछिन यसै चिलान्छु अनि खाना खाने बेलामा भेटौँ है बाई हामी चाहिँ खाना खान जाँदैछौँ के खाना थाहा छैन ब्रेड चाहिँ नहोस् कस्तो प्रपर खाना यही यस्तो भइसक्यो मलाई कस्तो हुने हो